मर्निङ छ सबैजनाले सबै सन्चै होला म पनि एकदमै सन्चै छु। यहाँ चाहिँ हेर्नु होला यिनीहरू सबै आर्मी क्वार्टर हो, अलग अलग छ रुमहरू सबै। अनि यहाँ चाहिँ पार्कमा छोरी अनि दाजुको छोरी एक्सर्साइज गर्ने अरे, अनि त्यही हामी जाँदैछौँ। यसरी छ सबै सफा गर्दैछ हेर्नु होला। हेर्नु यहाँ चाहिँ खेलिरहेको छ मर्निङमा छोरीहरू। यसरी छ नजारा हेर्नु होला, सबै आर्मी क्वार्टर हो यिनीहरू। यसरी चाहिँ हेर्नु होला, हामी चाहिँ गेट बाहिर जाँदैछौँ। यहाँ अलिक अगाडि पार्क छ, त्यहाँ जाँदैछौँ हामीहरू, तपाईँहरूले पनि देखाउनेछु। अनि यहाँ चाहिँ हेर्नु दोकान पनि जानेछु, ब्रस ल्याउनु बिर्सियो साथीहरू, ब्रस लिनु जाँदैछौँ। अनि यो हो पार्क, यहाँ भाउजूहरूको रुम सामने छ, एकदमै राम्रो छ हेर्नु होला। एकदम रुम सामने छ यो चाहिँ, कति राम्रो छ फुलहरू यसरी छ। उहाँ चाहिँ छोरी खेल्नु हुँदैछ, एकदम खुसी भइरहेछ उता। यसरी चाहिँ हेर्नु होला साथीहरू, कति राम्रो छ। दुईवटा तीनवटा पार्क छ अरे यहाँ। यो चाहिँ अब हामी एउटामा आएको छौँ, अब अर्को पनि तपाईँहरूले देखाउने छु। यसरी चाहिँ हेर्नु होला, कति राम्रो छ। यो पार्कको नाम चाहिँ अरे हात्ती पार्क अरे, किनकि यहाँ चाहिँ हात्तीको स्ट्याचु छ धेरै। यसरी छ साथीहरू, एकदमै राम्रो छ हेर्नु होला। फुल चारैतिर फुल छ हेर्नु होला, फुल कति राम्रो छ हेर्नु होला साथीहरू। अनि बुढोले चाहिँ भन्दैछ छोराले लिएको भए कति खुसी हुने थियो होला। यसरी जग्गा छ, केटाकेटीको खेल्ने धेरै छ हेर्नु होला। फुलको सिजन रहेछ, फुलमा फुलहरू कस्तो राम्रो राम्रो फुलहरू यसरी छ, चारैतिरै फुल छ, कति राम्रो लागिरहेछ हेर्नु होला साथीहरू। यो चाहिँ एकदम सामने छ, भाउजूहरूको रुमको सामने नै छ यो चाहिँ। अनि अझै दौरा छ, अलिक अगाडि छ, त्यो चाहिँ म तपाईँहरूले भोलि देखाउने छु। यसरी चाहिँ एकदमै ठुलो छ, यसरी छ। मान्छेहरू यहाँ बिहान एक्सर्साइज गर्दा रहेछ, मर्निङ वक गर्दा रहेछ, खेल्नेहरू केटाकेटीहरूको धेरै रहेछ यहाँ। फुल चाहिँ मलाई एकदमै राम्रो लाग्यो साथीहरू, हेर्नुहोस् न फुलहरू यति राम्रो राम्रो छ। सेम डिजाइनको फुलहरू यसरी डिजाइन गरेर रोपेको छ। एउटा कलर अलग अलग गरेर रोपेको छ, यति राम्रो लागिरहेको छ। यसरी यहाँ थाक्यो भने बस्ने पनि रहेछ, यहाँ जिरोनी रुम यसरी छ। अब चाहिँ हामी जाँदैछौँ साथीहरू रुममा, बहुत डेरी भयो। अब चाहिँ रुम जानु लागेको छौँ, पहिला दुकान जान्छौँ, ब्रस छैन, ब्रस लिनेछ, ब्रस लिएर चाहिँ हामी रुममा जान्छौँ साथीहरू। बाई बाई। अनि यहाँ चाहिँ बाहिर बास्केटबल खेल्ने पनि छ, यहाँ केटाहरू खेलिरहेको छ बास्केटबल। अब चाहिँ हामी जाँदैछौँ। यहाँ चाहिँ हामीहरू ब्रस लिनु आएको छौँ, दुकान चाहिँ बन्द रहेछ अहिलेसम्म, दुकान खोलेको छैन हेर्नु होला, दुकान बन्द छ। अनि यो चाहिँ बाहिरपट्टिको हो, बाहिरपट्टिको नजारा हेर्नु होला, यसरी छ। अब केले ब्रस गर्नु होला, अब अर्को दुकान जाँदैछौँ है साथीहरू। अनि साथीहरू हामी चाहिँ अब रुम जानु लागेको छौँ, बुढो गयो ब्रस लिनु किनकि अलिक टाढो थियो। अनि चाहिँ हामी जाँदैछौँ तिनजना रुम। अरे दिया फुल दिखा दो, यिनीहरूले चाहिँ फुल टिप्नु भएछ हेर्नु होला। अब चाहिँ हामी जाँदैछौँ रुममा, अलिक फ्रेस हुनुपर्छ। अनि चाहिँ त्यो कामको लागि आएको थियो, त्यो काममा हामी निक्लिनेछौँ, तपाईँहरूलाई देखाउँछौँ है साथीहरू। बाई बाई। मेरो भिडियो कस्तो लाग्यो होला, राम्रो लाग्यो भने लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला, अनि धेरै माया दिनु होला। बाई।